गाइस मार्यो मार्यो खेदायो मार्यो गाइस 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 बचाओ बचाओ मार्यो मार्यो भाग 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 भाग। हेलो साथी, तपाईहरुलाई नमस्कार छ। म विशाल दाहाललाई तपाईहरुले यो भिडियो के को लागि हो भनेर त अगाडिको क्लिप हेरेर थाहा पाइहाल्नुभयो होला। मैले चाहिँ एउटा बंगालीको दोकानबाट एउटा बिस्कुट नसोधी झिकेर खाइदिएको थिएँ है। उ चाहिँ लास्टै रिसायो क्या। लास्टै रिसाएपछि मलाई अहिले खोजिरहेछ भन्ने मैले खबर पाइरहेको छु है। उसले खोज्यो भने चाहिँ मलाई मार्छ होला, यस्तो डर लागेको छ कि साथीहरु, यस्तो डर लागेको छ कि अब के गर्नु कहाँ जानु भइरहेछ क्या। दुबईमा नेपालमा भए त त्यस्तो केही हुँदैन थियो। दुबईको कानुन भनेको डेन्जर छ हैन साथीहरु। अब के गरौँ कहाँ जाउँ भन्ने लागिरहेछ। म चाहिँ यस्तै बाटोमा छुप्दै हिँडिरहेको छु है। अब के गर्नु, त्यही माथि के कस्तो हुन्छ म तपाईहरुलाई डराई भए पनि तपाईहरुलाई भिडियो देखाइदिरहेको छु है। भिडियोलाई माया गरिदिनु होला। अब चाहिँ म उसको घर छेउमा जाँदैछु है साथीहरु। उसको घर छेउमा जाँदैछु। के गर्दैछ लुकेर तपाईहरुलाई देखाउँदैन छु है साथीहरु। गाइज उसको घरमा त के हो, सीआईडी आए जस्तो गाडी राखिरहेछ त यार। म त लास्टै डर लागिरहेछ त। एउटा बिस्कुटको लागि त्यो माटोक्नेले मलाई यस्तो गर्छ कि क्या हो। एउटा बिस्कुटको लागि यस्तो त नगर्नु पर्ने यार। ठुलो गाडी, ठुलो मान्छेको गाडी ल्याएर राखिदिरहेको छ। के गर्नु अब। ला डर लाग्यो यार, डर लाग्यो। तपाईहरुलाई लुकाइ भए पनि भिडियो देखाइदिरहेको छु साथीहरु। अब के गर्छ, म बिस्तारै नबोलिकन चाहिँ जाँदैछु है साथीहरु। हेर्दै गर्नुहोस् है तपाईहरुले। कहाँ छ त्यो मान्छे चाहिँ। ल म जाँदैछु है। गाडीभित्रै छ कि के हो त्यो। जाँदैछु है साथीहरु। गाडीभित्र त नहुनु पर्ने। त्यहाँ छ कि उसले राखेको दोकान चाहिँ म तपाईहरुलाई जुम गरेर देखाउँछु। उसले राखेको दोकान चाहिँ यो ढोकाभित्र थियो क्या। मैले चाहिँ अब राम्रै नेपाली जस्तै होला भनेर खाइदिएको थिएँ। तर त्यसले चाहिँ त्यस्तो गर्यो क्या। अनि त्यसले अब आफ्नो ठुलो अरबाबलाई बोलाए जस्तो लाग्यो। गाडी यहाँ लिएर आएको छ साथीहरु। अब यहाँ गाडी छ। अब त्यो मान्छे चाहिँ कहाँ छ म हेर्छु है त, लुकेर हेर्छु है त के गर्छ त्यसले। त्यो चट्टासँगले यहाँनिर घाँस बोकिरहेको रहेछ साथीहरु। घाँस बोकिरहेको रहेछ। अब के गर्नु, देख्छ कि क्या हो यार। म त लुकिरहेको छु यस्तो ठाउँमा। देख्छ कि क्या हो मलाई। के गर्छ हेर्दै जानुहोस् त साथीहरु। गाइस मार्यो खेदायो मार्यो गाइस बचाओ मार्यो भाग। गाइस लास्टमा आएर उसले ठुल्ठुलो मान्छेहरू ल्याएको रहेछ र त्यसले गर्दा त्यसले के गर्यो मैले तपाईहरुलाई सिन देखाउन सकिनँ। यसको लागि म क्षमा चाहन्छु है। र मैले चाहिँ यस्तै अब आफ्नै जस्तो मान्छे होला भनेर सोचेर बिस्कुट खाइदिएको थिएँ। त्यस्तै कुरा भनेर मैले चाहिँ मिलाएँ हैन साथीहरु। अब हजुरहरूले माइन्ड नगरिदिनु होला। नेक्स्ट भिडियोको लागि वेट गर्दै गर्नु होला। तबसम्मको लागि बिदा हुन चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। हस्त धन्यवाद।